नमस्कार साथीहरू, ममता कुकिङमा तपाईहरूलाई हार्दिक स्वागत छ। भोलि असार 15 को विशेष अवसरमा हामी स्वादिलो दही चुरा बनाउँदैछौँ। असार 15 मा दही चुरा खाने हाम्रो पुरानो परम्परा हो। आउनुहोस् आज सजिलो तरिकाले दही चुरा तयार गरौँ। सबैभन्दा पहिले चुरा धोएर तयार गरौँ। यो चुरालाई धोएर राम्रोसँग सफा गरेर तयार गर्दैछु। यहाँ पानी हाले र यसमा राम्रोसँग 2-3 चोटि धुनु पर्ने हुन्छ चुरालाई। अब सबै सामग्री तयार भइसकेको छ। सबैभन्दा पहिले दहीलाई राम्रोसँग चलाएर चिल्लो बनाउँदैछु। त्यसपछि धोएर तयार गरेको चुरा हालेर राम्रोसँग मिसाउँछु। अब काटेर राखेको पाकेको आँप थप्छु। त्यसपछि केरा पनि हालेर बिस्तारै सबै सामग्रीलाई राम्रोसँग मिलाउँछु। स्वाद र वासनालाई अझ मिठो बनाउन थोरै कुटेको इलायची छर्किएको छु। अब तयार भएको दही चुरालाई प्लेटमा सर्भ गरेर केरा र आँपले सजाएको छु। हेर्नुहोस् त कति स्वादिलो र आकर्षक देखिएको छ। तपाईहरू पनि यस असार 15 मा यसरी दही चुरा बनाएर परिवारसँगै रमाइलोसँगै खानुहोस्। सबैलाई असार 15 को धेरै धेरै शुभकामना। धन्यवाद।